हाम्रो नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्षका उम्मेदवार भावी अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिको पूर्व अध्यक्ष, पूर्व राष्ट्रिय समिति सदस्य, वर्तमान राष्ट्रिय समिति उपाध्यक्ष तथा गण्डकी प्रदेश राष्ट्रिय समितिको गण्डकी प्रदेश इन्चार्ज श्रद्धेय एम बहादुर कुँवर सरलाई आफ्नो मन्तव्यका लागि म स्टेजमा आमन्त्रित गर्दछु। एम बहादुर कुँवर सर, हामीलाई छक्क्याकै हो। अनि यो लेभलका बुद्धिजीवीलाई जे पनि गर्न पाइन्छ हुन सक्दैन। अनि आन्दोलन कहिले गर्ने, अहिले नगरेर कहिले गर्ने, तपाईँ हामीले नगरेर कहिले गर्ने, यो विषय पक्का थियो। हामी आन्दोलन गऱ्यौँ। आन्दोलनबाट व्यवस्थापन भएको छ तर ढिलो हो। हाम्रो गुनासो त्यति हो। हाम्रो आन्दोलनले शिक्षा मन्त्रीको मन्त्री गयो, सरकारलाई धक्का लाग्यो। हाम्रो मनसाय थियो, तर हाम्रो मनसाय यही माग पनि छिटो होस् भन्ने थियो। भनिन्छ नि, डिले जस्टिस इज नो जस्टिस। ढिलो गरेको न्याय न्याय हुँदैन। अलि ढिलो भयो, 29 दिन गरियो, गर्न त गर्नुभयो, ढिलो भयो। यो परिस्थितिमा हामी छौँ। तथापि माग सम्बोधन भएको छ। बाँकी माग शिक्षा ऐनमा सम्बोधन गर्ने प्रतिबद्धता छ। हामी आशावादी छौँ। यसको लागि हाम्रो सम्माननीय प्रधानमन्त्रीलाई ढिले भए सम्बोधन गर्नुभयो, धन्यवाद हुनपर्छ। त्यति होइन, आज हाम्रो प्रमुख अतिथि हुनुहुन्छ, उहाँको पनि यहाँ अहम भूमिका छ। हामी चैत्र 20 गतेबाट आन्दोलन गर्दै फोटा खिचाउँदै गऱ्यौँ, तर हाम्रा माग पुरा गर भनेको थिएँ। मै नेकपा एमालेलाई सर पनि गाली गरेनौँ, सम्माननीय प्रधानमन्त्रीलाई नि गाली गरेनौँ। जब कसैले गरेको भए त्यो घुसपैठ थियो। जब हामी 20बाट वैशाख गयो, वैशाखको 10 पनि काट्यो। मैले अहिले सरी भन्नुपर्छ, हाम्रो पूर्व मन्त्री, हाम्रो पार्टीको सचिव कमरेडलाई मैले भनेको थिइनँ। 10-11 गतेपछि अब त सडकमै हामी चाहिँ खतम भइने भयो भन्ने भएपछि मैले उहाँलाई सम्पर्क गरेँ। होइन, हाम्रो कुरा त भन्ने ठाउँ पनि छैन, अनि कसैले सुनेको पनि छैन, सुन्नेवाला जस्तो पनि लाग्दैन। उही हाम्रो इतिहासको पुरानो 104 दिनको आन्दोलन जस्तो रित्तै फर्काउने हुँदैछ कि? हजुर पहुँच पनि छ, प्रधानमन्त्रीसित सिधै कुरा गर्न सक्नुहुन्छ, पार्टीको सचिव हजुरले यो कुरा बुझाइदिनु पर्यो। मैले भने फेरि मैले बुझेको प्रधानमन्त्री राम्रोसँग कुरा बुझायो भने उहाँ बुझेकी मान्छे, कुरा नबुझाए सुन्ने मान्छे होइन। मैले 1-2 पटक भेटेको छु, म प्रभावित छु। केपी कमरेडलाई जति गाली गर्छन् बाहिरबाट त्यस्तो भेट्दा छैन। उहाँले राम्रोसँग सुन्ने, विश्लेषण गर्ने र कुरा बुझ्ने मान्छे भनेर मैले बुझेको छु। किनकि म एउटा 2टा एजेन्डा लिएर जाँदा उहाँको त्यो कुराप्रतिको गहिराई, कुराप्रतिको ठम्याइ अभुत छ। त्यो मेरो बुझाइ हो। त्यसपछि त्यहाँ जाने त हाम्रो अहिले सिधै जाने त जान पर्यो, उहाँहरूसित जाने हो। मैले उहाँलाई नै अनुरोध गरेँ, दोस्रो दिन पनि गरेँ। ठिक छ, के हो तपाईँहरूको गर्न पर्ने उहाँले भन्नुभयो। त्यति बेलासँग सम्पर्क नगरे जस्तो मैले माने। अनि यसो गर्न पर्ने छ। बिचरा विद्या भट्टराईको भाजनमा पर्नुभयो, त्यो शिक्षक महासङ्घको कारणले पनि हो, हामीले बुझाउन नसकेको कारणले पनि हो। अब फेरि दोस्रो गल्ती हुनबाट शिक्षक साथीहरूले पार्टीमा मानेको सम्मान, पार्टीप्रतिको विश्वासप्रतिको विचलन आउने पनि समस्या हो। त्यसकारणले हजुरले गर्नुपर्छ भनेपछि उहाँले मैले टाइम लिएरै कुरा गर्छु भन्नुभयो। विश्वास लाग्यो। त्यसपछि लगत्तै उहाँले 2-4 दिनमा ती कुरा पनि गर्नुभयो। अन्तमा समस्या समाधान भएको छ। समस्या हामीले के त गर्यौँ, हामीले मर्यादा गर्यौँ, पायौँ। स्वास्थ्य उपचारको कुरा पायौँ,
राहत साथीहरू प्लस टूका साथीहरूको बिदा सञ्चित पनि हुने हो, दुर्गमका साथीहरूको दुर्गम भत्ता अस्थायीहरूको पनि हुने हो, इसिडी कर्मचारी साथीहरूको पनि सबै तलब भत्ताबाट केन्द्रबाट त आउने हो। तर हाम्रो माग त्यति होइन, हाम्रो माग त्यति होइन। तर हामी कहाँनिर गल्ती थियौँ भने शिक्षक महासङ्घले लिड गरिरहँदा एक थान शिक्षा ऐन त्यो पनि हाम्रो गल्ती थियो। ऐन त तुरुन्तै ल्याउने कुरै थिएन। अनि अर्को गल्ती हाम्रो के थियो भने के जितिन्छ कि बितिन्छ, मान्छे त्यसै तर्साउने खालको। हामी त्यहाँ प्रधानमन्त्री फेर्न गएको पनि होइन, शिक्षा मन्त्री फेर्न गएको पनि होइन, सरकारलाई हटाउन गएको पनि होइन, हामीलाई मन्त्री चाहिएको पनि होइन। तर त्यो के भन्छ रोजाइका शब्दहरू, हामीले उठाएका स्लोगनहरूमा केही त्रुटि थियो। त्यो त्रुटिले गर्दा त्यो समय लम्बियो र हामी 29 दिन सडकमा बस्न पर्यो। र अब पनि जे भएको छ, साथीहरू नेकपा एमालेमा विश्वास गर्ने, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा विश्वास गर्ने साथीहरूले ढिला त भयो, सम्बोधन भएको छ भन्नुभएको छ। तर अझ खतरनाक कुरो आज हामीले हाम्रो पूर्व मन्त्री नेकपा एमालेको सचिव कमरेडसँग के भन्नुपर्छ भने अब शिक्षा ऐन आउँदैछ, त्यहाँ समेटिने कुरो हाम्रो विश्वासले हामी धैर्य धारण गरेका छौँ। हामीभन्दा अगुवा साथीहरूले धेरै कुरा बोलिसक्नु भएको छ। आज शिक्षक सङ्गठनको कार्यक्रम हुँदा उहाँहरूभन्दा पछाडि बोलिया छ। हामीभन्दा पछाडि बोल्ने, हामीले भन्दा धेरै जानेका, धेरै योगदान पुर्याएका व्यक्तिहरू अघि बोल्नु भएको छ। मैले सरी भन्छु, यो कार्यक्रमको कारणले हो। र मैले यो वर्ष महाधिवेशनको वर्ष नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको हामी गाउँ अधिवेशन सक्दै, नगर अधिवेशन सक्दै जिल्ला अधिवेशनमा आएका छौँ। यो जिल्ला अधिवेशन भव्य रूपमा सफल होस्, शुभकामना दिन चाहन्छु। र पद छनौटको क्रममा साथीहरूले धेरै लुच्छा चोडी नगर्न पनि अनुरोध गर्छु। यो भोलुन्टियर जब हो, हामी मन्त्री हुने होइन, सांसद हुने होइन, मेयर हुने होइन। हामीले आफ्नो समय कटाएर, हामीले आफ्नो पैसा कटाएर, हामीले आफ्नो परिवारको समय कटाएर साथीको निम्ति उभिने हो। सङ्गठनमा लागेपछि म बढुवा हुन्छु, सङ्गठनमा लागेपछि पाएक मिलाउँछु, सङ्गठनमा लागेपछि मैले श्रीमतीलाई जागिर खुवाउँछु, मैले भान्जालाई जागिर खुवाउँछु भनेर लाग्ने होइन। फर द कमन इन्ट्रेस्ट, सबैको निम्ति, अर्काको निम्ति। त्यसो हुँदा यो अनह्याप्पी म्यानर सेल्फिस भन्छ। आफ्नो समस्या छ भने प्लिज एन्ट्री नगर्नुहोस्। तपाईँलाई केही लिनु छ भने एन्ट्री गर्ने होइन, तपाईँले दिन मात्रै छ भने एन्ट्री गर्ने कुरा हो। त्यसको लागि मैले साथीहरूलाई वेलकम गर्छु। र म धेरै यसको अध्यक्ष हेमलालजी पनि आफै क्यापेबल हुनुहुन्छ, यसलाई समायोजन गर्नुहुन्छ। मैले धेरै हस्तक्षेप गर्दिनँ। साथीहरूलाई शुभकामना छ, आउनुहोस्, जोइन गर्नुहोस्। अब यो विरासतलाई थामेर अगाडि बढाउन छ, सङ्गठन पहिलो बनाउन छ। दोस्रो कुरा मैले यो शुभकामना सहित, दोस्रो कुरा मैले सङ्गठनमा 65 देखि लगातार काम गरेको छु। लगातार काम गर्दै आउँदा धेरै साथी मैले भेटेको छु, बाहिरका जिल्लाका पनि भेटेको छु। साथीले सोध्छ, होइन सर पार्टीको सदस्य हुनुहुन्छ कि हुँदैन भन्छ। हुनुहुन्छ, डटेर भनेको छु। अनि होइन जागिर त गइहाल्छ अरे, जाँदैन। समस्या पर्दा सहयोग पनि गरेको छु। तपाईँहरू पनि कन्फिडेन्टली लाग्नुहोस्। तर अलिकति गुनासो पार्टीसँग के छ भने अहिले सुनिराखिया छ यो जनसङ्गठनहरू, पेसागत सङ्गठनहरूलाई राख्न नपाइने। अब नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हुँदैन, शिक्षक सङ्घ हुँदैन भन्ने कता कता सुनिएको छ। त्यो नहोस्। हाम्रो प्रमुख अतिथिहरूसँग हाम्रो अनुरोध छ, हामी यही मार्फत नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई देशको पहिलो सङ्गठन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शिक्षाको अगुवाई गर्ने सङ्गठन,
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सबै मागमुद्दा पुरा गर्ने सङ्गठनको रूपमा विकास गर्न चाहन्छौँ। त्यो कुरा मैले साथीहरूसँग अनुरोध गर्दै अहिले अधिवेशनको वर्ष भएको हुनाले सबै ठाउँमा जिल्ला अधिवेशनहरू चलेको छ। अब यही असार 5, 6 र 7 गते राष्ट्रिय महाधिवेशन पनि हुँदैछ। राष्ट्रिय महाधिवेशनमा मैले हेरिरहेको छु, म तेस्रो वरियताको मान्छे हो, अध्यक्ष उपाध्यक्ष इन्चार्ज भन्ने छ। अब मैले सबै कुरा हेर्दा मभन्दा माथि मैले मान्छे देखिया छैन। कोही 60 वर्ष पुगिदिया छन्, कोही धेरै पटक बसिदिया छन्। पालो मेरो आएको जस्तो मैले मानेको छु। मलाई यहाँ जानै पर्ने नभए पनि मैले त्यहाँको परिस्थिति हेरेको छु। यो श्राद्ध सिस्टम वर्षको एकपटक 31 श्राद्ध दिए झैँ वर्षको एकपटक परिषद गर्ने, वर्षमा 3 पटक बैठक गर्ने, नो म्याटर अदर्स केही छैन। सङ्गठन विस्तारको कार्यक्रम खै, सुदृढीकरणको कार्यक्रम खै, शिक्षक संरक्षणको कार्यक्रम खै, महासङ्घ हाम्रो पर्दामा पार्ने क्रम खै, अनि शिक्षकलाई पार्टीसँग जोड्ने कार्यक्रम खै, शिक्षकहरूलाई हाम्रा मागमुद्दा पुरा गराउन पक्षीकरण खै। मैले केही देखेँ। म त यहाँ राति नसुतेर बागलुङको साथी इन्टरभ्यू दिन आउँदा 3 बजेसम्म हिँडेर मान्छे इन्टरभ्यू दिने मान्छे कलेक्सन गरेको मान्छे हो विचारको लागि। धन्यवाद। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति गण्डकी इन्चार्ज, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको आसन्न राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी हाम्रा भावी अध्यक्ष यम बहादुर कुँवर सरलाई हार्दिक आभार, हार्दिक धन्यवाद। अब हाम्रो प्रमुख अतिथि को पालो मात्रै बाँकी छ। यहाँहरू धैर्य गरेर बसिरहनु भएको छ। अत्यन्त हाम्रा प्रमुख अतिथिज्यू पनि उहाँ समय अत्यन्त व्यस्त भएको कारणले अलि हातिनु भएको छ। उहाँ बन्नु अगाडि 2 मिनटको एउटा गीत, अत्यन्त झम्के आकर्षक गीत प्रमुख अतिथिको अगाडि गाउने हो भनेर उहाँ बसिरहनु भएको छ।